राख्नुस् त एकदम फुल राम्रो हैन मैले जनताको आवाज मनमा हात राख्नु न मैले जनताको आवाज यो चामल हे राख्नुस् हैन यो राख्नुस् चामल खानुस् मनमा हात राखेर मैले खुब राम्रो गरेर मैले मनमा हात राखेर भन्छु खुब राम्रो गरेको छु तर तपाईले शपथ लिएको जुन थियो नि मनमा हात राखेर तपाई किन डराउनु भएको छ पर आन्सर दिनु न तपाईसँग किन तपाई किन त्यो आन्सर दिनु न मलाई तपाईको प्रश्नको उत्तर पेश नै गर्नु छैन प्रश्नको डराउनु त सक्दैन ब्यालेन्स हाले दिन सक्दैन तपाईले के दिन सक्नुहुन्छ तपाईले 2 मिनेट अगाडि आउनु थियो मैले सोध्दैछु 2 प्रश्न तपाईँ सुन्नु न मेरो प्रश्न सुन्नु न गर्न सके हैन यो असेसमेन्ट हो सुन्नुस् न एसेसमेन्ट हो आजको दिनमा म के भन्छु भने यदि त्यो खोला किनारमा कसैको ज्यान गएको भए पनि तपाईले गएर प्रश्न सोध्ने यसरी नै हो सोध्छु के तपाईलाई हैन हैन सुन्नुस् मलाई कम्प्लिट गर्न दिनुहुन्छ मेरो कम्प्लिट गरेर क्वेशनै कम्प्लिट गरेर मैले एन्सरै दिएको क्वेशनै कम्प्लिट गरेर दिन आन्सर कसरी दिनुहुन्छ त क्वेशन कम्प्लिट गर्न दिनुस् न पहिला जुन हिसाबले अभियन्ता भन्नुभयो जुन नियतले आउनु भएको छ जुन नियतले होइन 3 महिना अन्तर्गत वैशाखको 14 गते सबैभन्दा पहिलो आन्दोलन ताङबाट उठाएको हामीले हो बुटलको सबैभन्दा ठुलो आन्दोलन सुकुमासीको उठाएको हामीले हो तपाईँ प्रश्नको सोध्न हो कि उत्तर म सोध्न आऊ तपाईँ प्रश्न सोध्न आऊ ल सोध्दै छु त भन्नु न आन्सर तपाईँ 2 वर्ष आउनु थियो अगाडि थिएन किन आउनु भएन तपाईँ आज मात्र किन आउनुभयो सुन्नु न आज किन आउनुभयो सुन्नु न तपाईँ 2072 सालको भूकम्पमा दाङ पुग्नु भएको थियो म किन पुगेको थिएन म यही काठमाडौँ गएँ पुग्नु भएको थियो काठमाडौँ गएँ 72 सालको म यहाँ काठमाडौँ गएँ म काठमाडौँ गएँ किन नपुग्यो काम गर्ने ठाउँमा आएर जुन हिसाबले चाहिँ अझै अप्ठ्यारो बनाइदिनुहुन्छ त्यसले अझै अप्ठ्यारो भएको छ कि हामीलाई त सजिलो बनाइदिन आउनुहोस् अलरेडी गाह्रो छ त समस्या छ समस्या नभएको त यत्रो यहाँ यो छदाछिल्लो त हुँदै हुन्थेन नि समस्या भएकै हो तर यो समस्यालाई त समाधान गर्न आएको हो त्यसको एउटा तरिका होला त्यो तरिका बनेको तरिकालाई नि झन् भत्ताभुङ्गो बनाउन त नआइदिनुहोस् न मिडिया कर्मीहरू आउनु सहयोग गर्नुहोस् अब जुन हिसाबले आउनु भएको छ जुन शैलीमा आउनु भएको छ आएर चामल फाल्नु भएको छ यो सामान फाल्नु भएको छ त्यो गर्नु भएको छ यो तरिका भएन अब आजको दिनमा यो काम गर्दै गर्दा उहाँहरूलाई इन्डिभिजुअली किनकि यो त हरेक परिवार हो हरेक व्यक्ति हो नि त त्यो व्यक्तिलाई व्यक्ति समेटेर चाहिँ यो समस्या भयो कि त्यो समस्या भयो कि भनेर सम्झाउँदै गर्दा तपाईँले भड्काउनु भयो अरे यो रे त्यो रे इन्डिभिजुअली डिल त गर्न दिनु पर्यो नि त समस्यालाई होइन यो जुन हिसाबले प्रयास गरिरहेछौँ यो प्रयासलाई चाहिँ तपाईँहरूको पनि सहयोग चाहियो होइन यो तरिकाले चाहिँ भएन जस्तै होइन सबै मिडिया कर्मीलाई लाउँदिनँ नि मलाई समस्या भएर मैले तपाईँहरू मार्फत पस्किरहेको छु नि हजुर राज्यको नियतमाथि कुनै प्रश्न छैन राज्यले खोलाको छेउमा हुँदै गर्दा बाढी जाँदा चाहिँ त्यहाँ कुनै पनि घटना घट्ला अप्रिय घटना भनेर चाहिँ यहाँ ल्याएर अहिले टेम्पररी सेल्टरमा राखेको हो यहाँ पनि यो हिसाबले असेसमेन्टमा केही कमी कमजोरी भएको होला असेसमेन्टले होइन थापाथलीमा तपाईँ बाहिर जाँदाखेरि सर तपाईँ आउनु भएको कति समय भयो यहाँ म हिजो राति 12 बजे नै आएको छु आउनु भएको छैन म राति 2 बजे आएको छु तपाईँ हुनुहुन्थेन 5 चोटि आएको छु अगाडि परले त्यहाँ रोकेको छ तपाईँलाई मैले एउटा प्रश्न सोधेँ